भन्न पाइन्छ संरक्षण गर्ने त्यसबाट उठाएर त्यसको विरुद्धमा बोल्नको लागि उच्च स्तरीय न्याय म यहाँको अनुहार उदाङ्ग बनाउँदैछु र मैले उठाएको विषयवस्तुभन्दा बाहिर कसरी गयो भन्ने कुरा जवाफ दिनुपर्छ सभापतिजी। एकछिनपछि म यसको जवाफ खोज्छु। तपाईले रुलिङ गरियोस् बोल्दैछु उहाँको पार्टी र उहाँको नेता मात्रै चोख हो, अरू सबै घुस्या। सभापतिज्यू यो मेरो समय हो भनेर हुन्छ। यो समितिमा मैले बनाएको समय हो र मैले बोल्न सक्दिनँ। सभापतिज्यू मेरो समयमा बोल्दैछु। मेरो विषयमा बोल्दैछु सभापतिज्यू। म मेरो समयमा बोल्दैछु सभापतिज्यू। यो सार्वभौम समितिमा सार्वभौम सांसदले जनताको मेरो समयमा बोल्दैछु यो विषय सभापतिज्यू। किन म यहाँको अनुहार उदाङ्ग बनाउँदैछु विषयवस्तुमा आउनुहोस् न मेरो समय महिला घरेलु कामदारलाई विदेश पठाउने गल्फ कन्ट्रीमा पठाउने र अहिले युएईमा पठाउनको लागि द्विपक्षीय सम्झौता गरिसकेपछि यो विषयमा चर्चा गर्दैछौँ आज हामी। तर यसको निराकरण आज भइरहेको समस्याको निराकरण नगरिकन यो विषयमा प्रवेश गर्दै गर्दाखेरि र यो विषयमा आज यहाँबाट स्वीकृति दिने कि नदिने भन्ने कुरा गर्दै गर्दाखेरि यो कति जायज हुन्छ कि हुँदैन भनेको यसको गम्भीरता बुझ्नु पर्दैन र मैले उठाएको विषयवस्तुभन्दा बाहिर कसरी गयो भन्ने कुरा जवाफ दिनुपर्छ सभापतिजी। एकछिनपछि म यसको जवाफ खोज्छु र मैले मेरो समयभित्र मेरा कुरा राख्दै गर्दाखेरि अरू मानिसहरूलाई आपत्ति हुनुपर्नेको कारण पनि मलाई स्पष्टसँग चाहिन्छ सभापतिज्यू। र मैले स्पष्ट भाषामा भनिसकेँ यो अन्तर्राष्ट्रिय सम्बन्ध कसरी निरे अन्तर्राष्ट्रिय तपाईले हामीलाई निरे भन्नु रुलिङ गरियोस् बोल्दैछु तपाईले निरे भन्नु आफ्नो आजको सभापतिज्यू रेकर्डबाट हटियोस् यो पनि तपाईले उठाएर हाम्रो गर्नुपर्छ सभापतिज्यू। तपाईको पार्टीले उठाएको त हाम्रो मानव तस्करीको चङ्गुलमा पर्नु के बाध्यता हुन सक्छ? यो राज्यको लाचारीपन र तस्करी दलालसँग मिलोमतो गरेर नेपाली नागरिकलाई बेच्ने त्यो जिम्मेवारी राज्यले लिएको हो। र सदनमा हामीले उठाएको मुद्दा भनेको नेपाली नागरिक प्रत्येक दिन आफ्नै हत्या गर्न बेचिने गर्दाखेरि त्यसको यथार्थ छानबिन गरिनुपर्छ। आजसम्म भएको मानव तस्करीलाई गरेको संरक्षण र नेपाली जनतालाई बेच्ने हत्या गर्नबाट बेच्ने प्रपञ्चमा सबै तहको छानबिन गरेर उच्च स्तरीय न्यायिक छानबिन समिति गठन गरेर ती नेपाली जनतालाई अब उपरान्त बेचिनबाट बचाउनको लागि र तस्करीको चङ्गुलबाट बचाउनको लागि उनीहरूलाई सुरक्षा दिनको लागि बाध्यताले विदेशी निर्धारित सुरक्षा दिनको लागि के गर्नुपर्छ भनेर छानबिनको माग गर्दै गर्दाखेरि आज यहाँ उपस्थित हुनुभएका अधिकांश चाहे सरकार पक्ष हुनुहुन्छ चाहे प्रतिपक्ष हुनुहुन्छ यहाँ सबैजना सांसदज्यूहरूको एकमत देख्दै गर्दाखेरि त्यो एकमत किन सदनमा उपस्थित हुन सकेन? मेरो प्रश्न यहाँ पनि छ। यो दुई चरित्रले हामी कहीँ पुग्न सक्दैनौँ र नेपाली जनतालाई मानव तस्करीको चङ्गुलमा पारेर बेच्न बाध्य बनाउने
र त्यो प्रपञ्चलाई राज्य संयन्त्रले संरक्षण गरिराख्ने अवस्थाको निराकरण गर्नको लागि त यो राष्ट्रिय स्वतन्त्र पार्टीको मात्र एकको दायित्व होइन होला नि त। हामीले सदनमा उठाएको यो मुद्दा त एकरो हाम्रो मुद्दा होइन होला नि त। 3 करोड नेपालीको बाध्यता हो आज विदेश दिनुपर्ने श्रमको लागि, तर तिनीहरूलाई बचाउने जिम्मा त सबै राजनीतिक दलको होला नि त, सरकारको पनि होला नि त। अनि आज सरकार उच्च स्तरीय न्यायिक छानबिन समिति बनाऊ भन्दै गर्दाखेरि किन चाहियो न्यायिक छानबिन समिति भन्दै गर्दाखेरि यहाँहरू सरकार पक्षका सांसदहरू ताली बजाउनुहुन्छ त्यो मुद्दामा, अनि यहाँ आएर भन्नुहुन्छ नेपाली जनतालाई बचाउनुपर्छ, सुरक्षा दिनुपर्छ भन्नुहुन्छ। कुन नैतिकताले भन्नुहुन्छ यहाँनिर? त्यसकारण मेरो प्रश्न छ सभापतिज्यू, यो विषयमा छलफल हुनुपर्छ। यो समितिमा यो प्रवेश गरिसकेको छ, यहाँ गृह मन्त्रालय आउनुपर्छ, श्रम मन्त्रालय आउनुपर्छ र हामीले तत्काल यो समितिले तत्काल उपसमिति गठन गरेर 3-4 कुरा स्पष्टसँग काम अगाडि बढाउनुपर्छ। अध्यागमनको अनुगमन र श्रम मन्त्रालय श्रम स्वीकृति दिने प्रक्रियामा कुन प्रक्रियाबाट श्रम स्वीकृति दिइरहेको छ, किनकि 1 मिनेटमा श्रम स्वीकृति दिने अवस्था सिर्जना गरिसकेको त्यो श्रम मन्त्रालयमा आज बिहान 10 बजेदेखि 4 बजेसम्म श्रम स्वीकृति दिनको लागि सफ्टवेयर चल्दैन भनिएको छ र त्यो सफ्टवेयर नचल्दै गर्दाखेरि ती बाध्यता परेका, विदेश जानुपर्ने बाध्यता परेका, परिबन्धमा परेका ती नेपाली नागरिक भिजिट भिसा लिएर त्यहाँ आफ्नो रोजगारीको लागि जाँदै गर्दाखेरि त्यो भिजिट भिसा लिने प्रकरणमा पनि उनीहरूलाई शोषण गर्ने, उनीहरूसँग पैसा उठाउने प्रकरण रचिन्छ भनेको राज्यका सबै निकाय मिलेर जनतालाई ठग्ने काम गर्दै गर्दाखेरि राज्य चुप लागेर बस्नुपर्ने, अनि त्यसपछि निर्वाचित भएर आएका हामी जनताप्रति उत्तरदायी छौँ भन्ने सांसदहरूले जवाब दिने बेलामा र त्यो भूमिका निर्वाह गर्नुपर्ने बेला पछि हट्नुपर्ने दलको हुइप लाग्यो भनेर माननीयज्यूले त्यो छातीमा हात राखेर भन्नुहोस् यो मुद्दा के राष्ट्रिय स्वतन्त्र पार्टीको मात्र मुद्दा हो र? त्यसकारण यो विषयमा म यहाँलाई अनुरोध गरिसकेपछि म विषयवस्तुमा प्रवेश गर्दैछु। विषयवस्तुमा प्रवेश तपाईको छानबिन भइरहेछ त, सम्बन्धित निकायले छानबिन हैन हेर्दा सुन्नु न, अब यहाँ हेर्दा सुन्नु त मान्यज्यू, अब कुरा यो के भन्ने मान्यज्यू, सभापति कुरा मैले कुरा राख्नु पर्छ हैन। अहिले समय पाउँदैन भाइ, पाउँदैन भन्नु सभापतिज्यू त्यो मिडिया भन्ने जम्मै कुरो भन्ने यार मान्ने हो, आफ्नो मर्यादामा मान्नु बाहिर जाने यार। सभापतिज्यू मैले मेरो समय सघाउन पाऊँ, मैले मेरो समय सघाउन पाऊँ सभापतिज्यू। मान्य सभापति हामी उठेको छैन, हामीले विरोध गरेको छैन, अनुरोध छ। ठेलदार हुनु पाइएन नि मिडियाको अगाडि के म सँगसँगै रहिदिनुहोस् न, मेरो अनुरोध यति छ यहाँलाई, सँगसँगै रहिदिनुहोस्। तपाईँले रह भनेर सँगसँगै रहिदिनुहोस् न। प्रत्येक दिन हजारबाट भेटेका छन् भन्दै गर्दा आपत्ति भयो। मिडिया भन्नु भएको छ, आज कसरी भइरहेको छ, राज्य समितिबाट भइरहेको छ, आपत्ति भयो। मेरो विषयमा छानी हुन्छ भने मेरो विषयमा छानी हुन्छ भने हिसाब समितिमा खोज्यो, सदनमा खोज्नु पर्यो। मिडिया भन्ने भनेको राज्यले गर्ने, सरकारले गर्ने, अनि आफ्ना नेता बचाउनको लागि त्यहाँ छानबिन गर्नु पर्दैन भन्ने, यहाँ जनता बचाउनु पर्छ भन्ने हामी होइन। उहाँको पार्टी र उहाँको नेता मात्रै चोख हो, अरू सबै घुस्या, अरू सबै समिति जनता बचाउने त्यसको छानबिन गर्नु छानबिन समिति बनाउने भन्दा पर्दैन भन्ने अनि यो सडकमा गएर यहाँ समितिमा बोलिएन, सडकमा गएर बोल्नु। यहाँहरूले त्यहाँ बोलेको तपाईँ हो, यहाँ बोलेको तपाईँ हो, त्यही विषयमा छलफल गर्दै हुनुहुन्छ। प्रत्येक दिन नागरिक बोलिरहेका छन्, त्यसको तरिका हुन्छ हुने अनि यहाँ बोलेको देखाउने यहाँ मन्त्री र गृहमन्त्री नभएर छलफल अगाडि बढ्न पनि दिन्न, बढ्दैन। गृहमन्त्री र मन्त्री खै सभापतिज्यू विषयमा छलफल गर्ने, त्यसपछि नि हामीले स्टाफ लगाउने हौ। यो विषयमा गृहमन्त्री र श्रम मन्त्री उपस्थित नभएर छलफलै हुँदैन, छलफलै हुँदैन। यति संवेदनशील विषयमा आज पनि 1.5 लाख महिला घरेलु महिलाहरू विदेशमा विचलित छन्, तिनीहरूको उद्धार गर्दै गर्दा मन्त्रालयले उद्धार गर्न सक्दैन। अनि यस्तो विषयमा छलफल गर्ने खै गृहमन्त्री, खै श्रम मन्त्री?
बैठकलाई 1998 देखि ठिक छ तपाईले 2017 सम्म लागेको प्रतिबन्ध फुकाएर बन्द भयो प्रतिबन्ध भनेको त्यो विषयवस्तु भन्दा बाहिर आउँछ भएको थियो। यो कुरा तपाईले भनिसक्नुभयो। अब त्यो पटक पटक त्यो कुराहरू भनिराख्नु पर्दैन मान्यज्यू। अब तपाईँ चाहिँ 1 मिनेटमा यो विषयवस्तु आजको कार्यसूचीमा रहेको विषयवस्तुमा मात्रै 1 मिनेटमा आफ्नो कुरा राख्नु। अन्य मान्यज्यूहरू यहाँ आफ्नो कुरा राख्नलाई तयार हुनुहुन्छ। हस्, म 1 मिनेटै सकाउने छु। यो समितिमा यो विषयवस्तु छिरिसकेको छ र यो समितिले यो विषयवस्तुमा निर्णय गर्दै गर्दाखेरि गृह मन्त्रालय र श्रम मन्त्रालयको संयुक्त सहभागितामा अध्यागमन र श्रम मन्त्रालयको अनुगमन भन्नुपर्छ, त्यसको प्रतिवेदन हुनुपर्छ र विशेष गरी दुई देश बीच भएको सम्झौताको यथार्थ त्यहाँ साँच्चै नेपाली नागरिकले सुरक्षा पाउँछन्, नेपाली महिला कामदारले सुरक्षा पाउँछ भनेको ग्यारेन्टी र त्यसको लागि मेकानिजम बनेको कुराको सुनिश्चित गर्नको लागि अनुगमन सहित भइसकेपछि मात्र यो समिति त्यो निर्णय पुग्नुपर्छ र यो समितिले उपसमिति बनाएर यो काम गर्छ भन्ने मलाई आशा छ। र यो विषयको निराकरण गर्दै गर्दाखेरि फेरि पनि मानव तस्करीको चङ्गुलबाट र जनता बेचबिखन गर्ने संरक्षणको पाटोबाट चाहिँ सबैले त्यसको छानबिन गरी निराकरण गर्ने पाटो र अब यो कार्यान्वयन गर्दै गर्दाखेरि कुनै पनि नेपाली नागरिक बेचिनबाट बसिन्छन् भनेको सुनिश्चित गर्नुपर्छ र विदेशी भूमिमा नेपाली महिला मात्र होइन पुरुष श्रमिकले पनि दुःख पाउँदै गर्दाखेरि त्यहाँ हटलाइन उपलब्ध भएको र जुनसुकै त्यो देशको जुनसुकै कुनामा रहेको भए पनि उसले पाएको अप्ठ्यारो अवस्था भोग्नु परेको खण्डमा त्यो हटलाइनमा फोन गर्दै गर्दाखेरि उसको सुरक्षा र उद्धार हुने सुनिश्चितताको ग्यारेन्टी हामीले गरिसकेपछि मात्र यो विषयमा अगाडि बढाउन सकिन्छ भन्ने कुरा मैले राखेर यो विषय टुङ्गोमा लगाउँदै गर्दाखेरि गृह मन्त्रालय र श्रम मन्त्रालयको संयुक्त उपस्थितिमा यी दुईटा विषयमा अनुगमन गरिसकेपछि अगाडि बढ्नुपर्छ भन्ने मेरो धारणा छ। सभामुखज्यू, धन्यवाद।